राधे राधे। अब आउँदै गरेको पौष शुक्ल पूर्णिमा यानि कि हामी स्वस्थानी पूर्णिमा भनेर पनि चिन्ने गर्दछौँ सज्जन, जसमा अब भोलि रहेको छ चतुर्दशी। अब जसले स्वस्थानी भगवतीको व्रत आरम्भ गर्न लाग्नु भएको छ उहाँहरूले भोलिकै दिनबाट हातगोडाका नङ काटी शुद्ध भएर रहनुहुनेछ र पर्सिबाट पौष शुक्ल पूर्णिमाको दिनबाट स्वस्थानी भगवतीको पूजनलाई आरम्भ गर्नुहुनेछ। त्यस्तै गरेर वर्षक जसले स्वस्थानी भगवतीको व्रत आरम्भ गर्न लाग्नु भएको छ एक हप्ता अगाडिबाटै लसुन प्याज मसुरू च्याउ मुला गाजर अनि बासी वस्तुहरू पनि ग्रहण नगर्ने। त्यस्तै गरेर व्रतको समयमा पनि तेलको जो हामी तेलको प्रयोग गर्दछौँ तेल पनि वर्षक नखाने। त्यस्तै गरेर दुई दलीय वस्तुहरू जे छन् ती सबैलाई त्याग्नु पर्दछ अनि मह पनि खान मिल्दैन। यसरी ती चिजहरूलाई त्याज्य गर्दै व्रतको आरम्भ गर्ने र 1 महिनासम्म ब्रह्मचर्यमा रहने र ब्रह्मचर्यमा रहेर शुद्ध भएर शुद्ध आसन बनाएर वर्षक भूमिमा शयन गरेर अनि व्रतलाई गर्नुपर्दछ। पहिलो दिन पौष शुक्ल पूर्णिमाको दिन सबै सामग्री तयार गरेर हजुरहरूसँग जे जस्तो उपलब्ध छ पञ्चोपचार षोडशोपचार ती उपलब्ध गरेर दिउ कलश गणेश स्थापना गर्ने जुन ठाउँ हामीले तयार गरेका छौँ व्रत गर्नका निमित्त भगवानको स्थापना गर्नका निमित्त त्यो स्थानमा दिउ कलश गणेश राखेर हजुरले सकिन्छ भने त्यसमा थाली घडा राखेर त्यो थालीमाथि गौरीशङ्कर भगवानको प्रतिमा राखेर पूजा गर्न पनि सकिनेछ। नभए बालुवाको शिवलिङ्ग तयार गरेर हामी पूजन गर्न सकिन्छ, पूजन गर्न सक्नुहुनेछ। यसरी तयार गरेर मध्याह्नको समयमा बसेर आचमन गर्ने, आचमन गरेर अनि दियोलाई प्रज्वलन गरेर दियोको पूजा गर्ने, कलशको पूजन गर्ने अनि गणपतिको पूजन गरेर धूपबत्ती आदि नैवेद्य अर्पण गर्दै अनि गौरीशङ्कर भगवानको पूजन गर्ने। तत्पश्चात पूजन पश्चात अनि स्वस्थानी भगवतीको पुस्तकलाई पूजन गर्ने र आफैले श्रवण गर्ने अथवा श्रवण गराउन सकिन्छ अथवा पढ्न सकिन्छ भने हजुरहरू आफू स्वयंले पढ्न सक्यो, नभए कसैलाई बोलाएर कथा श्रवण गर्ने, नित्य कथा श्रवण गर्ने। कथा श्रवण पश्चात अनि भगवानलाई ढोगेर पुस्तकलाई ढोगेर अनि प्रसाद जो छ त्यो सबै चिज ग्रहण गर्ने र आउने जो हुनुहुन्छ कथा श्रवण गर्न आउने उहाँहरूलाई पनि प्रसाद वितरण गर्ने र यसरी एक छाक खाएर बेलुकीको समयमा भोजन गर्ने। त्यसमा पनि शुद्ध भएर शुद्ध तरिकाले आफैले बनाएर वर्षक व्रतीले नै बनाएर त्यो भोजनलाई ग्रहण गर्ने र रात्रिमा भूमिमा शयन गर्ने। अब केटाकेटी बालबच्चा भन्दा पर रहेर वर्षक अरू कोही हेरिदिने हुनुहुन्छ घरमा भने उहाँहरूको साथमा बच्चा बच्चीलाई छोडेर हजुरहरू आफै स्वयं एक्लै भूमिमा शयन गर्ने। अब यहाँ गृहस्थीमा त के बताइएको छ भने सज्जन वर्षक पति पत्नीले नै व्रत बस्नु भनिन्छ। गृहस्थीमा पति पत्नीले नै यदि व्रत बस्न सकियो भने पूजन गर्न सकियो भने त्यसको फल त अनन्य हुन्छ। त्यसमा पनि हजुरहरूले कथा मात्रै श्रवण गर्दा पनि यो श्री स्वस्थानी भगवतीको कथा मात्रै श्रवण गरियो भने पनि हाम्रो उत्तम गति प्राप्त हुन्छ। तसर्थ व्रत लिँदा त झन् शिवलोक प्राप्ति हुन्छ र सुख समृद्धि प्राप्त हुन्छ। त्यसकारण जगदम्बिका भगवतीको पूजन गर्ने, स्वस्थानी भगवतीको कथा श्रवण गर्ने, यसरी 1 महिनासम्म हजुरहरूले नित्य पूजन गरेर प्रसाद झिकेर र यो जो नियम बताइएको छ त्यो नियममा रहेर यो स्वस्थानी भगवतीको पूजन गर्नुहुनेछ भन्दै अब आउँदै गरेको यो स्वस्थानीमा हजुरहरूलाई मैले थोरै सम्झाएँ। जय श्री राम।